कहिलेकाहीँ विगतका दिनहरू सोचेर पिर पर्छ होला नि, यस्तो गर्नुपर्ने रहेछ अथवा यस्तो नगर्नुपर्ने रहेछ भनेर। आफ्नो जिन्दगीलाई चाहिँ यत्तिकै खेर नफाल्नुहोस्। आजको भिडियोको विषय यही छ है। यदि तपाईँको जिन्दगी यत्तिकै गइरहेछ अथवा टन्न पैसा नै कमाउनु भएको छ, काम पनि राम्रै छ, सबै ठिक छ भने पनि केही बुझ्न पर्ने कुराहरू हुन सक्छन् जुन म बताउँछु। म केही बुदागत रूपमा लेखेकी छु। कस्तो लाग्छ पुरै सुनेर साथ दिनु होला। यो भिडियो बनाउनका लागि मैले कति मेहनत गरेँ भन्ने कुरा मलाई मात्र थाहा छ। के मेहनत गरेँ त्यो एकछिनपछि बताउँछु। सर्वप्रथम नमस्कार, म यौन साहित्य लेखक, श्रृङ्गारिक लेखक ममता आर्याल लैले। श्रृङ्गारिक रसमा गजलमुक्तक कविताहरू लेख्छु अनि यौन साहित्यमा रहेर चाहिँ काम जिज्ञासुका कुरा गर्छु। मान्छेको मनभित्र भएका यौनका भावना बुझेर कथाहरू लेख्ने कोसिस गर्छु। कसैलाई राम्रो लाग्छ, कसैलाई नराम्रो लाग्छ है। अब भिडियोको विषयतिर्फै लागौँ है त। भिडियोको विषयतर्फ लाग्नुभन्दा पहिला के भन्न चाहे भने म यो विषयमा बोल्छु भनेर यो जुन बितिरहेको समय छ, जिन्दगी छ, यसलाई कसरी अझ धेरै राम्रो बनाउन सकिन्छ अथवा के गर्न सकिन्छ, यसलाई यत्तिकै खेरा फाल्न बाहेक अरू चाहिँ के काम गर्न सकिन्छ त, यसको बारेमा यो भिडियो बनाउनका लागि पहिला त मैले केही बुदागत रूपमा टिप्सहरू लेखेँ। अब केही आफूले अब पहिले फेसबुक चलाउन थालेको त अब कहिलेदेखि हो। उमेरले खासै तपाईँहरूले सोचे भन्दा धेरै नभए पनि, मान्छे हाइट पनि यसो ठुलै साइजको नभए पनि केही कुराहरू चाहिँ मैले सानैदेखि भोग्दै आएका अथवा देख्दै आएका अथवा लेख्दै आएका। मैले त्यो बेलामा लेख्दाखेरि चाहिँ यत्रो केटीले यस्ता कुरा लेख्ने भनेर गाउँ समाजमा कुरा काट्थे अथवा नाचेको गाएको राख्यो भने पनि त्यस्तो नाचेको गाएको राख्न थालेपछि त्यो केटी त बिग्रिएपछि भन्ने चलन थियो हाम्रो समाजतिर। अहिले पनि अब हुन त अहिले त्यति धेरै छैन, सबैले अब फेसबुक चलाउँछन्, टिकटक चलाउँछन्, त्यति छैन। तर म चाहिँ मेरो जिन्दगी मेरै हिसाबले चलाउने। एक त हाम्रो परिवार पनि सपोर्ट गर्ने खालको, कुरा बुझ्ने खालको, अरू बाहिरी मान्छेले के भन्छ भनेर हुँदैन। घर परिवार मिल्न सकेपछि बाहिर दुनियाँले जे भने पनि कुनै आपत्तिजनक चाहिँ हुँदैन कि। हाम्रो घरमा चाहिँ जुन जे काम गर्न चाहन्छ त्यो काम गर्न छुट छ, तर एउटा अनुशासनमा रहेर हदभन्दा पार गर्नु चाहिँ भएन। त्यो चाहिँ हाम्रो परिवारमा नियम लागू हुन्छ। यो भिडियो बनाउनका लागि केही बुदागत लेखेँ। अब लेखिहालेँ, अब भिडियो बनाउनु पर्यो। लेख्न सजिलो छ कि लेख्न म कति धेरै लेख्छु, के लेख्छु त्यो अनुमान पनि लगाउन सक्नुहुन्न। पुरानो साथीहरू हुनुहुन्छ भने चाहिँ उहाँहरूले अलि बुझ्नु भएको छ, होइन भने चाहिँ हिजो आज उसले त यौन सम्बन्धीका मात्र भिडियो बनाउँछ, अरू त त्यस्तै हो भन्ने टाइप सोच्नु भएको छ भने चाहिँ तपाईँ भ्रममा हुनुहुन्छ, गलत हुनुहुन्छ। अनि अब भिडियो बनाउनु पर्यो। हावा चलेपछि बत्ती जान्छ पहाडतिर, हाम्रो घरतिर हिजो आज अलि लोड सेडिङ पनि बढिरहेछ। अनि कुरा के हुँदै थियो भने अनि बुदागत गराए, अब भिडियो बनाएर राख्नु पर्यो भन्ने सोचेँ। यो च्यानल ममता डट लैले युट्युब च्यानल, यो च्यानलमा चाहिँ मैले अबदेखि चाहिँ यस्तै खालका विषयवस्तु लिएर आउने, आफ्नो यी कुराहरू पनि राख्ने। अब यो च्यानलबाट चाहिँ पहिले सुरुदेखि नै गजलमुक्त कथाहरू राखेको च्यानल, त्यसै कारणले गर्दाखेरि चाहिँ आफ्नो यौन साहित्यको लाइनलाई अगाडि बढाउने। काम जिज्ञासुका भिडियो आउने च्यानल डिस्क्रिप्सनमा छ, त्यो छुट्टै च्यानल छ। यो च्यानलबाट चाहिँ मेरो विधा जुन हो त्यो विधाका कुराहरू राख्ने, जिन्दगी सम्बन्धी, प्रेम सम्बन्धी अनि काम वासनाका कथाहरू, यौनमा बरालिदाका कथाहरू, यस्तै आउने च्यानल हो यो चाहिँ। तपाईँहरूलाई यस्तो कुरा राम्रो लाग्छ भने च्यानललाई हेरिदिनु होला। अनि भिडियो बनाइन कि भिडियो बनाउनु पर्यो भन्ने सोचेँ। भित्र बत्ती छैन, त्यो झ्यालमा बसेर बनाउँथेँ। झ्यालमा बसेर बनाउँदा एकदम हावा चले जस्तो भयो, उज्यालो खासै नआए जस्तो भयो। कति बेला आज खासै त्यस्तो बेसरी घाम लाग्छ छैन, मधुरो घाम लाग्छ। फेरि यस्तो कुरा गरी यो समय त्यतिकै खेर फाल्ने भन्नुभयो होला। तपाईँहरूलाई बोर लाग्छ भने चाहिँ भिडियो नहेर्नुहोस्, अलि काटेर अलि अगाडि गएर हेरिहाल्नुहोस् है। किनकि यो भिडियो बनाउँदाको दुःख कस्तो पर्यो आफूलाई त्यो बताउँछु भनेर मात्र बताउनु लाग्यो। तपाईँहरूलाई यो कुरा हेर्न मन लाग्दैन भने चाहिँ अलिकति स्किप गरेर तपाईँहरू जहाँबाट कुरा सुरु भएको छ त्यहाँबाट हेर्नु होला। अनि बाहिर मधुरो, अनि त्यसपछि भित्र नबनाऊ भनेर यो स्ट्यान्ड बोकेर, त्यो लेखेको कापी बोकेर, कलम बोकेर, अनि त्यसपछि मोबाइल बोकेर, क्यामेरा बोकेर गएँ म। त्यसपछि तलतिर गएँ, पुरा मधुरो वातावरण। मलाई फेरि एउटै माखा उडो भने पनि यस्तो झ्याउ लाग्छ कि एउटा मात्रै छ यहाँ माखा,
त्यही नै वरिपरि उभिन्छ यस्तो। अनि त्यसपछि तलतिर गएँ स्ट्यान्ड बोकेर, अनि म बोल्ने बेला चाहिँ आउँछ कि यता आउन नि, स्ट्यान्ड बोकेर तलतिर गएँ। तलतिर गइसकेपछि त्यहाँ स्ट्यान्ड राखेँ, त्यतापट्टि खासै त्यो राम्रो भ्युज आए जस्तो लागेन। यता घाम पर्ने, यता फेस राख्दाखेरि एन्टी लाइट परे जस्तो भयो। अर्को साइडमा गएँ, अर्को साइडमा गर्दाखेरि चाहिँ तलतिर मम्मी बोलेको, अरू यताउति आन्टीहरू बोलेको आवाज आइरहेको। उता पछाडिपट्टि बारीतिर गएर त्यो सिनमा बनाउँछु भनेको, फेरि माथितिर घर बनाउन थालेछन्, अनि बाटोको आवाज, त्यो आवाजले डाडाङडुडुङ भयो। हुन त यो माइक लाएर नोइजहरूलाई कम त गर्छ, तर पनि आफूलाई झ्याउलायो नि त, अनि शान्त वातावरण, आफूले सोचे जस्तो वातावरण भएन। अनि त्यसपछि त्यो बारीबाट आएर यतापट्टि हाम्रो एउटा छत छ, त्यहाँ माथितिर बसेर बनाउँछु भन्ने सोचेँ। अनि त्यो बनाउँछु भनेको त्यो बेसरी घाम आँखा पऱ्यो, यता मेरो आँखा यो अलिक सानो टाइपको छ, यस्तो गर्ने नि यो माथिकोले ढाकिदिन्छ कि। अनि त्यसपछि यसो गरेर बनाए जस्तो भयो, त्यो पनि खासै राम्रो लागेन। अनि सोचेँ अहिले साँझतिर बनाउँछु भन्ने सोचेँ। अहिले जुन जोस जागर आइरहेछ त्यो साँझ नआउन सक्छ, मुड चेन्ज हुन सक्छ, यस्तो गर्नु चाहिँ हुँदैन, समय अलिकति पनि खेर फाल्नुहुन्न भन्ने कुरा लाग्यो। त्यसपछि यही रुममा फेरि तिनै सामान बोकेर आएँ। यति बोक्न नि के अल्छी लागेको भन्नु होला, एकैचोटि तलमाथि गरिरहन झ्याउ लाग्ने, अनि यता स्ट्यान्ड यता ऊ गरेर फेरि यहाँ लिएर आएँ। बत्ती आथ्यो त्यति बेला, बत्ती आथ्यो। अनि त्यसपछि त्यो लाइट बालेँ, अनि त्यो एक्स्ट्रा लाइट रिङ लाइट छ त्यो पनि बालेँ। अनि त्यसपछि भुइँमा बसेर बनाउँछु भनेर त्यो साइडमा यसो खाली ठाउँ छ त्यहाँ बसेँ। अनि पछाडि ब्याकग्राउन्डमा यस्तै छ, यहाँ त बरु यो चित्र देखिन्छ होला, तपाईँ हेर्न सक्नुहुन्छ। अनि खाली सादामा बनाउँछु भनेर त्यहाँ बसेँ। त्यहाँ बसेर अब बनाउँछु भनेर के सुरु गरेर यसो गरी थिएँ, ठ्याक्कै बत्ती गयो। त्यो भिडियो मैले अन्तिममा लगेर राखिदिन्छु, तपाईँहरू अन्तिममा गएर चाहिँ त्यो भिडियो कसरी बत्ती गएको रहेछ त्यो हेर्न मन छ भने अन्तिममा गएर हेर्नु होला, त्यो चाहिँ अन्तिममा राखिदिन्छु। त्यसपछि फेरि त्यो झ्यालनिर गएँ, अहिले चाहिँ अलि घाम आइसकेको थिएँ। त्यसपछि त्यहाँ बसेर बनाऊँ कि भन्ने सोचेँ, त्यहाँ पनि मन लागेन। अनि फेरि आफू सुत्ने बेडमाथितिर बसेर यसरी भिडियो बनाउँदैछु। यति कुरा सुनेको भए चाहिँ धन्यवाद। अब चाहिँ हामी मेन कुरातिर लागौँ है त। मेन कुरा के थियो भने आफ्नो जिन्दगीलाई यत्तिकै खेर नफाल्नुहोस्। एउटा रिसर्चले, एउटा अनुसन्धानले पत्ता लगाएको कुरा भन्छ है तपाईँहरूलाई। मान्छे मर्ने बेलामा के मान्छे मर्छन्, अब उनीहरू हस्पिटलको बेडमा छन्, अब अथवा त्यो अब अन्तिम चरण छ, यस्तो यस्तो अवस्थामा छ। अनि त्यो बेला चाहिँ मान्छेले मनमा के कुराहरू सोच्छ त भनेर एउटा अनुसन्धानले, रिसर्चले पत्ता लगाएछ। पत्ता लगाउँदाखेरि चाहिँ तिनीहरूले कस्तो कस्तो खालको कुराहरू सोचेछन् त त्यो विषयमा बताउँछ है। तपाईँहरूको पनि जिन्दगीमा केही बितिसकेका दिनहरूमा त्यो गर्नुपर्ने रहेछ अथवा त्यो नगर्नुपर्ने रहेछ, त्यहाँ घुम्न जानुपर्ने रहेछ, त्यति बेला मौका थियो गरेको भए हुँदो रहेछ, अथवा त्यो अप्सन थियो यो केटासँग बिहे नगरेर त्योसँग गर्न पर्दो रहेछ, अथवा यस्तो पर्दो रहेछ, अथवा उस्तो पर्दो रहेछ भनेर कहिलेकाहीँ दिमागमा आउँछन् होला नि कुराहरू। यस्तो नभइदिएको भए, यस्तो भइदिएको भए, अथवा मेरो सोचहरू चाहिँ यस्तो थियो, विदेश जान मन थिएन, यही केही गरौँ कि भन्ने सोच थियो, तर पनि यस्तो भयो उस्तो भयो भन्ने कुराहरू पनि आउन सक्छ। जिन्दगीमा थुप्रै कुराहरू मान्छेको मनमा आउँछ नि त। त्यसैले यो कुरा तपाईँहरूले यस्तो यस्तो सोच्नु भएको छ भने चाहिँ अहिलेसम्म जिन्दगी जेसुकै बित्यो त्यो मतलब नगर्नुहोस्। के जिन्दगी कस्तो दुःख पाइयो, सुख पाइयो, के भयो, टेन्सन तनाव थुप्रै भएन पनि भयो, के बित्यो त्यो बितेको कुरालाई छोडिदिनुहोस् र अब अहिलेको दिनदेखि, आजको दिनदेखि यो भिडियो हेरिसकेपछि चाहिँ के हुन्छ त त्यो कुरा बताउँदैछु। अनि त्यो रिसर्चमा चाहिँ अनि मान्छेको मनभित्र चाहिँ के भावना आउँदो रहेछ, के कुरा सोच्दा रहेछन् त अन्तिम अवस्थामा पुग्दाखेरि, अब चाहिँ जिन्दगी धेरै छैन है भन्ने कुरा थाहा पाइसकेपछि उनीहरूलाई सोद्धाखेरि चाहिँ सबैभन्दा मुख्य कुरा, पहिलो कुरा चाहिँ के भनेछन् भने जिन्दगीलाई मैले आफ्नो तरिकाले जिउन पाएन। जुन यो जिन्दगी बिताएँ त्यो मेरो आफ्नो तरिकाले जिन्दगी बिताउन पाएन। सानोमा घरकाले भनेको मान्नुपर्ने, स्कुलकाले भनेको मार्नुपर्ने, समाजले भनेको मान्नुपर्ने, छरछिमेकीले के भन्लान् भनेर ती कुराहरू मानिदिनु पर्ने, यस्तो यस्तो गरेर, अथवा केही कुराहरू आफूलाई गर्न मन थियो भने पनि कसैले नगर भन्ने, कसैले यो गर तैँले भनिदिने, कसैले त्यो गर भन्ने, अथवा यस्तो गर्नै हुन्न नि त जस्तो मान्छेले यस्तो गर्ने होइन भनिदिने, अथवा यस्तै कुराहरू भनिदिने। र मान्छेको मनमा पनि त्यस्तै लाग्यो, यस्तो त गर्न हुँदैन, अरूले नि के सोच्लान्, समाजले के सोच्ला, मैले यो गरेँ भने त भनेर त्यसपछि आफ्नो जिन्दगीलाई अरूको हिसाबले जिउन थाल्ने। त्यो पनि अरूले के सोच्ला भनेर, आफूलाई अरू मन लागिरहेको छ तर तिनीहरूले के सोच्लान्, उनीहरूले के सोच्लान् भन्ने कुराले आफ्नो जिन्दगीलाई
उनीहरूको हिसाबमा चलाउने अथवा जुन जिन्दगी बित्यो त्यो चाहिँ आफ्नो तरिकाले आफ्नो हिसाबले चाहिँ चलाउन पाएन, बिताउन पाएन भन्ने एउटा पछुतो लाग्दो रहेछ। यसबाट चाहिँ के सिक्ने भने तपाईहरूले आफ्नो जिन्दगी हो, आफ्नो मर्ने समय आउँदा आफै मर्नुपर्छ, तिनीहरू मर्ने होइन, अरूहरू मर्ने होइन। त्यसैले जिन्दगीलाई आफ्नो तरिकाले जिउने गर्नुहोस्, आफ्नो तरिकाले जिन्दगी जिउनुहोस् भन्दैमा बिच सडकमा गएर अरूलाई असर हुने गरी नचिच्याउनुहोस्। अरूलाई असर हुने काम बाहेक अरू हुन सक्छन् नि। जस्तै हिजो आजका भाइहरू दाजुभाइहरू सहरमा म कहिलेकाहीँ बस्दाखेरि त्यो मुटु नै तर्सिने गरी त्यो पड्काउँदै हिँड्ने के बाइकहरू कस्तो पड्काउँदै हिँड्ने त्यस्ता देखिन्छ नि त। त्यो भनेको चाहिँ उनीहरूलाई त रहर लागेछ, आफ्नो रहर पुरा गरिन्छ भनेर पड्काउँदै हिँड्छन्। तर कोही मोटु सम्बन्धीको बिरामी हुन सक्छन्, कोही सानोतिनो कुराले झसङ्ग हुन सक्छन्, यस्ता कुराहरू हुन सक्छन्। त्यसैले गर्दा चाहिँ आफ्नो मर्जी गर्नुहोस् तर अरूलाई असर नहुने गरी। त्यस्तै बाइक पड्काउँदै हिँड्ने ठाउँ छुट्टै बनाइएको छ होला, छुट्टै छन् होला, त्यो ठाउँमा गएर त्यो गर्न सक्नुहुन्छ। तर अरूलाई असर हुने खालको चाहिँ कुरा नगर्नु होला। अरू कान बन्द गरेर बस्नु न त भन्ने। तपाईँ कुन बेला आउनुहुन्छ, कति बेला आउनुहुन्छ थाहा हुँदैन नि त। जस्तै मैले यौन सम्बन्धीका भिडियोहरू बनाउँछु, हेर्न मन लाग्छ हेर्नुहोस्, हेर्न मन लाग्दैन नहेर्नुहोस्। आउँछ त आफै भन्नुहुन्छ भने पनि त्यहाँ पहिले लेखिदिएको हुन्छ यो विषयको भिडियो हो, यो कुरा गरिएको हुन्छ भन्ने बताइसके हुन्छ। त्यति बताइसकेपछि तपाईँ भित्रै नआइकन त्यो क्रस गरेर बाहिर जान सक्नुहुन्छ नि। जस्तै तपाईँ कतै जाँदै हुनुहुन्छ, कतै तपाईँको बाटो छ, कहीँ जाँदै हुनुहुन्छ, तपाईँलाई जुन घरमा जाने हो त्यो घरमा चिन्नु भएको छ यताउति छ भनेपछि तपाईँ त्यही घरमा जानुहुन्छ नि। अरू घरमा पस्न आवश्यक छैन। तपाईँहरू पनि अरू घरमा नपस्नुहोस्, सिधै त्यो आफ्नो लाइनमा जानुहोस्, आफ्नो जिन्दगीलाई आफ्नो तरिकाले जिउनुहोस् तर अरूलाई असर नहुने गरी। पहिलो कुरा चाहिँ उनीहरूलाई यही पछुतो भएछ, यो चाहिँ तपाईँहरूले सुधार्नु होला। अब दोस्रो नम्बरमा चाहिँ के भएछ भन्दाखेरि चाहिँ कामको चक्करमा घर परिवारलाई समय नदिने भएछ। ल एकदमै राम्रो काम पाउनु भएको छ, राम्रै छ, सबै ठिक छ, राम्रो काम छ। अनि तर जुन समयमा घर समय दिनुपर्ने हो त्यो समय चाहिँ दिन नपाएको। जस्तै एउटा उदाहरण दिन चाहे, इन्डियन कलाकार आमिर खानले एउटा अन्तर्वार्तामा के भनेका छन् भने म 30 वर्षसम्म यो फिल्महरूको चक्करमा लागेँ, फिल्मको कामहरू गरेँ। त्यो 30 वर्षमा चाहिँ मैले मेरो छरछिमेकी, मेरो आफन्त उनीहरूलाई चाहिँ 30 वर्षसम्म मैले चाहिँ जुन समय दिन पर्ने त्यो समय दिन पाइन्छु भन्ने कुरा हुनसक्छ। तपाईँहरू त्यस्तो घुल मिलिनुहुन्छ कि काममा, ल यही हो काम, अरू छोडिदिने भनेर घर परिवारलाई समय नदिने, आफ्नो बच्चा बच्चीको जन्मदिन हुँदाखेरि एउटा पार्टी पार्टी गर्दै हिँड्नुहोस् भनेको होइन, एउटा समय दिनुहुन्न, सँगै बसेर खानुहुन्न, उनीहरूसँग 1 घन्टा गफ गर्नुहुन्न भने बुढेसकालमा त्यो पछुतो पनि लाग्दो रहेछ। बुढेसकालमा भन्नाको मतलब अन्तिम चरणमा अब जिन्दगी धेरै छैन भन्दाखेरि चाहिँ दोस्रो पछुतो चाहिँ यो भएछ। कामलाई मात्र धेरै ध्यान दिएछ, आफ्नो परिवारलाई समय दिएछ। यो चाहिँ विशेष गरी राजनीतिमा लागेकालाई मेल खान सक्छ। राजनीतिमा लागेको मान्छेहरू एकदम राजनीति भन्ने, नेताहरूको पछि लाग्ने अथवा के हुन्छ त्यो सिस्टम त्यति मात्र ध्यान दिने, त्यसपछि घर समय नदिने, यस्तो चाहिँ हुन्छ। अरू चक्करमा लागेछ, अरू केटीहरूको चक्करमा लागेछ, यताउति लागेछ भने चाहिँ उनीहरूले समय दिन सक्छन्। तर राजनीतिमा लागेको मान्छेले चाहिँ परिवारलाई समय अलिक कम दिएका हुन्छन्। त्यो पनि एउटा पछुतो भएछ। यसमा पनि तपाईँले यसबाट के लिने, 1 हप्तामा 1 घन्टा समय त निकाल्न सक्नुहुन्छ होला, आफ्नो परिवारलाई बुझाउन सक्नुहुन्छ होला, अहिले म काममा छु, यस्तो भएको कारणले गर्दाखेरि समय दिन सकेको छैन भन्नुहुन्छ होला। कहिलेकाहीँ तिनै परिवारसँग घुम्न जानुहोस्, यताउति गर्नुहोस्, त्यसले गर्दा पनि तपाईँलाई भविष्यमा पछुतो हुँदैन। यत्रो जिन्दगी जिए, आफ्ना बालबच्चाका लागि भनेर विदेश गएर यत्रो कमाए, तर उनीहरूका लागि समय दिन सकेका छैन भने के गर्ने त, होइन? जति समय खाली हुनुहुन्छ त्यो बेला उनीहरूलाई समय दिने गर्नुहोस्। तेस्रो नम्बरमा चाहिँ के सोचेछन् भने उनीहरूले आफ्नो धेरै कुराहरू चाहिँ बोलिन्छन् कि आफूलाई मनमा लागेका कुनै कुराहरू थिए भने तिनी कुराहरूमा चाहिँ बोल्न पाइन्छन्। अथवा कसैले केही कुरा गर्थे भने त्यो कुरा सही लागे पनि गलत लागे पनि केही पनि नबोलेका। धेरै कसैलाई थ्याङ्क यू भनिन्छन्, कसैलाई आई लभ यू भनिन्छन्, कसैलाई म माया गर्छु भन्न सकिन्छन्, कसैलाई केही बोल्नुपर्ने कुराहरू बोलिन्छन्। त्यस्तो पनि पछुतो हुँदो रहेछ। यो चाहिँ मैले बुदागत रूपमा भन्दैछु, त्यस्तो पनि पछुतो हुँदो रहेछ। यति त्यो बेला यो कुरा मैले बोलिदिएको भए अथवा यो गरिदिएको भए, त्यो होइन भनिदिएको भए,
यताउति भन्ने कुराहरू पनि पछुतो लाग्छ। त्यसैले तपाईँलाई सही लाग्छ, सही छ, ठिक छ भन्नु, सही लाग्दैन, ठिक छैन, यो कारणले ठिक छैन, मान्छेका मनभित्रका विचार त हुन्। कुनै कुरा सही लाग्छ, कुनै कुरा सही लाग्दैन, त्यो कुराहरू चाहिँ बोल्ने गर्नुहोस्। कसैलाई केही भन्न छ भनिहाल्नुहोस्। गाली गर्ने कुराहरू त त्यो तपाईँहरूले बुझाकारी हुनुहुन्छ, बुझ्नुहुन्छ। घर परिवारसँग हुने कुराहरू तपाईँ बुझ्नुहुन्छ। अन्जान मान्छेसँग तपाईँहरू कराउन किन आवश्यक छ? त्यसैले यो जुन तपाईँहरू अब जे बोल्न छ बोलिहाल्ने भनेर कसैलाई गएर नराम्रो बोल्ने भन्न खोजेको चाहिँ होइन। केही कुराहरू हुन्छ तपाईँलाई कुनै कुरा गलत लागेको हुनसक्छ, ती कुरामा पनि तपाईँ चुप्प लागेर बस्नुभयो। समाजमा केही काम भइराख्दाखेरि चाहिँ त्यो गलत हो भन्ने थाहा हुँदाहुँदै पनि तपाईँ त्यो ठाउँमा बोल्न सक्नु भएन। यस्ता कुराहरू पनि पछुतो लाग्न सक्छ। त्यसैले केही बोल्ने कुराहरू छ भने चाहिँ तपाईँहरू बोल्नुपर्छ। पहिले किन बोलिन्छु भनेर पछुताउनु नपरोस्। एउटा मैले स्ट्याटस लेखेको थिएँ, आज म सँगै छु केही त बोल न, यदि म भोलिका दिनमा तिमीसँग भइन भने तिमीलाई पछुतो नहोस्, त्यो दिनमा बोल्नु पर्दो रहेछ भनेर भन्दै कि अहिले त अलि तल माथि भयो होला, तर त्यो चाहिँ एकदम थियो कि आज म सँगै छु केही भन्न छ भने भनिहाल्नुहोस्, भोलिका दिनमा म सँगै हुन्छु हुँदिनँ अनि म नहुँदाखेरि चाहिँ मैले त्यो कुरा भनिसक्नु पर्दो रहेछ भनेर मनमा पछुतो चाहिँ नआओस् भन्न खोजेको। अनि चौथो नम्बरमा चाहिँ के भनेछन् भने साथीहरू हराएछन्। कामतिर व्यस्त भइयो अथवा केही कुराहरूतिर लाग्यो अनि जुन साथीहरू सानो बच्चा बच्चीको कति धेरै साथी हुन्छन्, स्कुलमा पनि साथीहरू हुन्छन्, 10 क्लाससम्म पढ्दा पनि अलिअलि साथी हुन्छन्, 12मा जाँदा अलि कम हुन्छन्, त्यसपछि माथि +2बाट माथि पढ्दै जाँदा अथवा जागिरको सिलसिलामा यताउति गर्दा साथीहरू कम हुँदै जान्छन्। सबैका आफ्ना आफ्ना जिम्मेवारीहरू थपिन्छन् अनि बिस्तारै टाढा हुन्छन्। ती पुराना साथीहरूलाई पनि सम्झनुस्, बोल्नुस्, यस्तो पनि गर्नुहोस्। त्यसैले साथीहरू हराउने हुन्छ, त्यो बेला चाहिँ साथीहरूलाई याद आउँदो रहेछ। त्यसैले साथीहरू बनाउनुहोस्। हुन त मेरा कोही पनि साथी छैनन् तर नि खुसी छु, त्यो पछुतो नहोस्। पछि त्यो साथीहरू कता गए, उनीहरूसँग समय बिताउनु पर्दो रहेछ। मिल्ने साथीहरू, एकदमै मिल्ने साथी थिएर पनि टाढा टाढा भयो भने त्यो कुरालाई चाहिँ तपाईँहरूले विचार गराउनुहोस्। 5औं नम्बर र अन्तिम नम्बरमा चाहिँ के भन्न चाहे भने जुन यो एकदमै मेन मुख्य कुरा, पैसा मात्र सबै कुरा होइन भन्ने सबैलाई थाहा छ, तर पैसा बिना केही पनि हुँदैन भन्ने पनि सबैलाई थाहा छ। पैसा सबै कुरा त होइन, तर पैसा बिना केही पनि हुँदैन। पैसाले भन्छ अरे कि तिमीले मलाई तिमी मर्दाखेरि म तिमीसँगै जान नसके पनि तिमी हुँदासम्म चाहिँ मैले तिमीलाई धेरै माथि लैजान्छु भनेर। एक कुराले यो दिमाग कस्तो छ नि है, एक कुराले यो कुरा पनि सही हो जस्तो लाग्छ अनि होइन पनि जस्तो लाग्छ। अब पैसा हुँदासम्म हामी त माथि पुगिन्छ होइन, मर्दा लाने त होइन नि त, कसैले लगेको त छैन होला। माथि माथि गइन्छ, पैसाले हामीलाई माथि पुर्याउँछ, तर मर्दाखेरि सँगै चाहिँ लान सकिँदैन। यो पनि ठिकै हो। पैसा सबै कुरा त होइन, तर पैसा बिना केही पनि हुँदैन नि त होइन। तर आजभोलि पैसा बिना गाह्रो छ। पैसालाई समयलाई सम्म किन्न सकिन्छ। कसरी किन्न सकिन्छ भन्नु होला, हामी एउटा केही काम गर्छौँ, त्यो कामलाई पैसा लगाइदिनुहोस्, अरूलाई लगाउनुहोस्, त्यो समय अलि लामो हुने समय छोटो भयो। जस्तै तपाईँहरू यहाँबाट काठमाडौँ जानु छ, ल यहाँ गुल्मीदेखि काठमाडौँ जानु छ भने 45 मिनटको प्लेनको बाटो लाग्छ। गाडीमा अब 10-12 घन्टा कति लाग्छ लाग्छ होला, मस्तै लाग्छ। अनि म एकचोटि मात्र जिन्दगीमा काठमाडौँ गएछु, त्यही भएर मलाई खासै धेरै आइडिया छैन। अनि तपाईँहरू पैसा भयो भने चाहिँ जुन 12-13 घन्टा लाएर बसमा जानुहुन्थ्यो, 45 मिनटमा जानुभयो भनेपछि जुन अरू त्यो 10-12 घन्टा छ त्यो चाहिँ तपाईँले किन्नुभयो। त्यो समय चाहिँ तपाईँको भयो। त्यो समयमा के गर्ने, त्यो आइडिया लगाएर सोच्नु पर्ने कुराहरू यिनी चाहिँ बुझ्नुहुन्छ कि बुझ्नुहुन्न मैले भनेको कुरा। त्यसैले पैसा सबै कुरा होइन, तर आवश्यक चाहिँ हुन्छ। तर त्यही कुराहरू चाहिँ मर्ने बेलामा अथवा अन्तिम समयमा ती मान्छेले चाहिँ यस्तो सोचेर पैसा सबै कुरा त होइन, तर पैसा बिना केही पनि हुँदो रहेछ। अब अन्तिम चरणमा छन्, उनीहरूलाई पैसा छ त के गर्ने, अब बाँच्ने अवस्था छैन, पैसाले मात्र अब सबै कुरा पुगेन, त्यस्ता कुराहरू पनि पछुतो हुँदो रहेछ। त्यसैले यो कुरामा पनि ध्यान दिनु होला। पैसा 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 भनेर पछि पनि नलाग्नु होला। आफूलाई मन लागेका कुराहरू गर्नु होला। सक्नुहुन्छ भने सहयोग गर्नुहोस्, अरूलाई सहयोग गर्नुहोस्, पार्टी पौवाहरू बनाइदिनुहोस्, स्कुलमा बच्चाहरूलाई पढाउनमा खर्च गरिदिनुहोस्, यताउति चाहिँ गर्नु होला। त्यो गर्यो भने चाहिँ मरेपछि नि सम्झिन्छन्। अरू कुरा भनेको त्यस्तै हो। ठुलो गाडीमा 50-60 लाखको गाडीमा आउँछन् मान्छेहरू, होटलमा गएर खान्छन्, वेटरहरूको हुन्छन् नि, उनीहरूलाई टिप्स पनि दिन्छन्। तर कोही बाटोमा माग्दै हिँडिरहेछ भने उनीहरूलाई लखड्छन्, गाली गर्छन्। मान्छेका सोचहरू त्यस्ता छन्। त्यसैले यी कुराहरू पनि ध्यान दिनुहोस्।
भन्न चाहे भिडियोमा खै भिडियो कस्तो लाग्यो म सर्र भन्छु है त। अन्तिम अवस्था अब जिन्दगी धेरै छैन भन्ने अवस्थामा मान्छेले सोच्ने कुराहरू चाहिँ आफ्नो हिसाबले जिन्दगी जिउनु पर्दो रहेछ, काम मात्रै भनेर कामको पछि नलाग्नु पर्दो रहेछ, परिवारलाई नि समय दिनु पर्दो रहेछ, अनि कुनै कुराहरू आफू बोल्न नसकेका कुराहरू पनि बोल्नु पर्दो रहेछ। बोल्नुस् भनेको अब मौन रहनु नै सबैभन्दा ठुलो कुरा हो, तर बोल्न पर्ने ठाउँहरूमा चाहिँ बोल्नु पर्दो रहेछ, साथीहरूलाई सम्झिनु पर्दो रहेछ, साथीहरूसँग डुल्ने घुम्ने पिकनिक खाने रमाउने गर्नु पर्दो रहेछ, र पैसाको पछाडि मात्र लाग्नु हुँदो रहेछ, पैसाले राम्रो काम गर्नु पर्दो रहेछ भन्ने कुराहरू चाहिँ मनमा राख्नु आवश्यक छ। अब तपाईँ अहिले कुन उमेरमा हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ त्यो त थाहा छैन, तर यी कुराहरूबाट तपाईँहरूले के बुझ्नुहुन्छ अथवा ठिकै हो जस्तो लाग्छ भने चाहिँ आफूमा सुधार दिनुहोस्। आफ्नो जिन्दगी हो, खान मन लाग्छ केही खानुहोस्, मासु खान मन लाग्छ खानुहोस्, जीव हत्या गर्नु त राम्रो होइन नि भन्ने कुरा होला। तडपाएर मार्नु राम्रो होइन, जसलाई पनि एक सेकेन्डमै मार्नुहुन्छ, उसले अया भन्न नपाउँदै मार्नुहुन्छ भन्नाले जुन जीव हत्या भन्ने कुराहरू आउँछ नि त, जनावरलाई मारेर यसरी खान्छन् भन्ने कुराहरू भन्नाको मतलब त्यस्तो कुनै उसमा लेखिएको पनि छ, पीडा दिएर मार्नु चाहिँ गलत हो, होइन भने चाहिँ मासु खानु गलत होइन भन्ने कुराहरू आउँछ। म पहिला मासु खान्थेँ, आजभोलि खाँदिनँ, मन लाग्दैन खाँदिनँ, मन लाग्यो भने खान्छु। तपाईँहरूलाई राम्रो लाग्ने कुरा मलाई नराम्रो लाग्न सक्छ, तपाईँहरूलाई नराम्रो लाग्ने कुरा मलाई राम्रो लाग्न सक्छ, यस्तै। त्यसैले मन लागेको खानुहोस्, घुम्नुहोस्, परिवारलाई समय दिनुहोस्, कहिले काहीँ होटेलमा लगेर खुवाउनुहोस्, कहिले काहीँ घुमाउन लिएर जानुहोस्, फोटा खिच्नुहोस्, घुमियो भनेर राख्नुहोस्, केही भिडियो रेकर्ड गर्नुहोस्, यस्तो घुमियो भनेर त्यो युट्युबमा राख्नुहोस्, त्यस्तै कुराहरूतिर ध्यान दिनुहोस्। यो उसले के भन्ला, त्यसले के भन्ला, होइन यसरी बाँच्नुपर्छ, उसले पनि यस्तै गरेर त बाँचिरहेको छ तर भन्ने तिनी चक्करमा चाहिँ नलाग्नुहोस् भनेर यो भिडियोबाट जानकारी दिन्छ है। भिडियो खोइ कति मिनटको भयो, क्यामेरामा हेर्न बाँकी छ, अझैसम्म बत्ती आएको छैन, बत्ती गएको अघि नै हो। भिडियोहरू साथ दिएकोमा धेरै धन्यवाद। आफ्नो ख्याल राख्नु होला, कहिले आफ्नो लागि हाँस्नुहोस्, कहिले अरूका लागि भए पनि हाँस्दिनु गर्नुहोस्। हाँस्नु भनेको चाहिँ सबैभन्दा राम्रो काम हो, अर्काको अनुहारमा मुस्कान ल्याउनु एकदमै पुण्यको काम हो भन्न चाहिँ भन्दै भिडियो कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। केही कुराहरू नराम्रा लागेको छ भने चाहिँ माफ गरिदिनु होला, कहिले काहीँ गल्ती भइहाल्छ भन्दै बिदा हुन्छ। हस्त, नमस्कार। Yeah.